ल है त, आज फेरि आइपुगेको छु नयाँ भिडियो लिएर। आज हामी कुरा गर्नेछौँ फिल्म परिवर्तनको ट्रेलरको बारेमा। मलाई पक्का विश्वास छ हजुरहरूले यो ट्रेलर हेरिसक्नु भएको छ र ट्रेलर रिलिज भएको पनि 2-3 दिन भइसक्यो। ट्रेलर रिभ्यू गर्न अलिक ढिलो त भएको छ, तर केही छैन, हामी बिस्तारै बिस्तारै यस फिल्मको ट्रेलरको बारेमा राम्ररी कुरा गर्नेछौँ। सबैभन्दा पहिला त मलाई यस फिल्मको ट्रेलर राम्रो लाग्यो। त्यस्तो खतरनाक पनि होइन, तर हलमा गएर हेर्नुपर्छ यो फिल्म भन्ने चाहिँ बनाएको छ। यस फिल्मको ट्रेलर हेरिसकेपछि मेरो दिमागमा केही पोजिटिभ पोइन्ट्स र केही नेगेटिभ पोइन्ट्सहरू घुमिरहेको छ, जसको बारेमा हामी अगाडि कुरा गर्नेछौँ। कुरा सुरु गरौँ पोजिटिभ पोइन्ट्सहरूबाट। सबैभन्दा पहिला त यो फिल्म निर्माण गर्ने टिमलाई हृदयदेखि नै धन्यवाद, किनकि अहिले नेपाली फिल्मी बजारमा फ्यामिली ड्रामा फिल्महरूको बाढी नै आइरहेको समयमा यस्तो एक्सनले भरिएको फिल्म लिएर आइदिनु भयो। र बजारको माहौल हेर्ने हो भने पनि नेपाली फिल्महरूको हकमा त फ्यामिली ड्रामा फिल्मले नै धेरै व्यापार गरिरहेको हुन्छ। तर अहिले छाडौँ यी कुरा, गेट ब्याक टु द पोइन्ट। पहिलो नम्बरमा त मलाई यस फिल्मको कास्टिङ एकदमै मन पर्यो। पुरानादेखि नयाँ कलाकारहरूलाई एकदमै सुहाउँदो रोल अफर गरेका छन्। त्यसपछि फिल्मका डायलग र ब्याकग्राउन्ड स्कोरको पनि तारिफ गर्नै पर्छ। र एक्सन सिक्वेन्स पनि राम्रो छ, फास्ट पेस एक्सन सिक्वेन्सले ध्यान त तान्छ नै। ट्रेलर हेर्दा निर्माण टिमले सुटिङका लागि बबाले मेहनत गरेको देखिन्छ। त्यस्तै मेकअपको पनि राम्रो प्रयोग भएको छ। एक्टिङको बारेमा त भनिराख्न नपर्ला, सबैजना एक सय एक नै हुनुहुन्छ। र पछिल्लो समयमा नायक सुशील श्रेष्ठ पनि एक्सन विधामा बढी होमिएको देखिन्छन् र उनलाई एक्सन गर्दा सुहाउँछ पनि। त्यस्तै यता नायिका अञ्जना बराइली त मिस ब्लकबस्टर नै हुन्। उनले छोएको हरेक फिल्महरू ब्लकबस्टर नै साबित भइरहेका छन्। र अब चाहिँ नेगेटिभ पोइन्ट्सहरूको बारेमा कुरा गरौँ। यसमा त म सबैभन्दा पहिला कलर ग्रेडिङकै बारेमा कुरा गर्छु। कलर ग्रेडिङ चाहिँ मलाई खासै चित्त बुझेन है। यस्तो एक्सन फिल्महरूमा कलर ग्रेडिङले पनि धेरै नै फरक पार्छ। ट्रेलरमा कति ठाउँमा कलरहरू राम्रो छ, सुहाउँदो नै छ, तर कति ठाउँहरूमा भने बढी सिनेमेटिक बनाउने चक्करमा धेरै नै ब्लू स्क्रिन हुन पुगेको छ, जसले पुरै सिन नै अननेचुरल जस्तो देखिएको छ। र यो चाहिँ प्राय नेपाली फिल्महरूमा हुने नै गर्छ। हामीले बाहिरको फिल्महरू हेर्यौँ भने सिजिआई युज गरेर पनि कसरी चाहिँ यसलाई रियल जस्तो देखाउन सकिन्छ भनेर त्यसलाई पोलिस गरेर रियल जस्तो देखाउँछन्। तर नेपाली फिल्महरूमा रियल लोकेसनमा गएर सुट गरेको सिनलाई पनि कसरी चाहिँ फेक जस्तो देखाउने भनेर एकबारी कलर थोपरेको जस्तो देखिन्छ। र यता भेफक्सको पाटो पनि त्यस्तो राम्रो छैन, इजिली नोटिस हुन्छ। कुनै कुनै त झन् एकदमै फेक देखिन्छ र त्यसको कुनै इम्प्याक्ट नै पर्दैन। र इम्प्याक्टको कुरा गर्दा गर्दै अर्को एउटा पनि कुरा गरौँ, यो एउटा एक्सन फिल्म हो जसमा हिरोलाई लार्जर देन लाइफ र एकदमै खुंखार रूपमा प्रस्तुत गरिएको हुन्छ। एउटै हिरोले दर्जनौं भिलेनहरूलाई पिट्छ, त्यसैले मेन क्यारेक्टरको प्रेजेन्स चाहिँ एकदमै खतरनाक हुनुपर्छ, एकदमै बलियो अरा भएको, देख्दै यही हो हिरो भन्ने खालको र वजन भएको। तर यस ट्रेलरमा त्यो पनि अलि मिस भएको जस्तो लाग्यो। हिरो आउँछ, पिट्छ, सकिन्छ, मेन क्यारेक्टरको कुनै वजन नै नभएको जस्तो देखिएको छ। बाँकी अब ट्रेलरको बारेमा ओभरअल कुरा गर्न पर्दा ट्रेलर राम्रो छ, केही सुधार गर्नुपर्ने कुराहरू पनि छ। हुन त अब भिएफएक्स त कहिलेकाहीँ बजेट इस्युले गर्दा पनि खराब हुन पुग्छ, तर कलर करेक्सन चाहिँ राम्रो भएको भए फिल्ममा एक लेभल माथि उठ्ने थियो। त्यही पनि हेरौँ के थाहा फिल्ममा चाहिँ अलि सुधारिएको भर्जन हेर्न पाउँछौ कि, तर मलाई लाग्दैन अब यसमा केही चेन्ज हुन्छ भनेर। र पनि ट्रेलरले फिल्म चाहिँ एकचोटि हेर्नै पर्छ भन्ने खालको भावना चाहिँ जगाएको छ। त्यसैले पहिला फिल्म हेरौँ अनि त्यसपछि यसमा भएको राम्रो पक्ष र नराम्रो पक्षहरूको बारेमा अझै डिटेलमा कुरा गरौँला। आजले यति नै। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरेर बताउनु होला। साथै परिवर्तन फिल्मको ट्रेलर कस्तो लाग्यो त्यसको बारेमा पनि आफ्नो कुराहरू तल कमेन्ट बक्समा राख्न सक्नुहुनेछ। अन्तिममा अब भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गरिहाल्नु होला।